जति राम्रो चाहिँ डिसीले बलिङ गरेको हो नि त्यति राम्रो चाहिँ 10-20 रन एक्स्ट्रा भएको भए चाहिँ एसजिटीले जित्ने रहेछ कि लास्टसम्म मैले स्टार्टिङ पन्जाबले यति राम्रो गरेको होइन त्यसपछि गएर मिडल अर्डर यस्तो कोल्याप्स भयो होइन कुपर कुन्ली नभएको भए चाहिँ आज पन्जाबले इजिली हार्ने रहेछ कि उसको 72 रनले गर्दाखेरि चाहिँ 262 रन पनि चेज भयो नत्र भने नि आज चाहिँ जिटीले जित्यो कि जिटीको यति बुझ कि 10-20 रन अलिक सर्ट भएको हो कि जो फिनिसिङ चाहिनुपर्ने हो डिसीको त मिडल अर्डर सबैलाई थाहा छ ध्वस्तै छ फिनिसर पनि भएन कि चाहिएको जस्तो बट बलिङ चाहिँ वडा बलिङ गरेर जिटीलाई मान्नै पर्छ लड्यो जे होस् 162मा पनि यतिसम्म लड्नु भनेको होइन 19.1 ओभरमा ग्याम जानु भनेको नट अ जोक यो टाइममा चाहिँ होइन यति हो कि 200 प्लसको टार्गेट पनि इजिली चेस गर्छन् भने यो टार्गेट पनि चेस गर्न अलिक धौधौ टाइपको भइरहेको थियो त्यो आज पिच चाहिँ अलि बलिङ टाइपको रहेछ अनि एउटा कुरा चाहिँ मलाई के लाग्छ भने पर्सित किरणलाई धेरै लेट लागेको जस्तो लाग्छ र अलि 8-9 ओभरभित्र चाहिँ ल्याएको भए चाहिँ अलि पेल्थ्यो कि भन्ने चाहिँ मेरो सोचाइमा चाहिँ होइन मेरोमा चाहिँ अलिक आफूले बुझ्दाखेरि चाहिँ जे होस् आएर 3 विकेट लगाएर जुन गेम चेन्ज गरेको नै उसले हो नि त अन्तिममा यस्तो भइसकेको थियो होइन पन्जाबले हार्यो जिटीले जित्यो भइसकेको थियो कि अन्तिममा त्यो कुपर कन्लीले र त्यो के अरे बार्टलेटले चाहिँ जिताइदियो गेम चाहिँ होइन बधाई छ पन्जाब टिमलाई चाहिँ होइन अनि चाहिँ अर्को कुरा चाहिँ मलाई चाहिँ के भन्नु मन छ भने सबैजना भोलि 6 PM लाइभमा चाहिँ जोडिने होइन आज चाहिँ पन्जाबले जित्यो तर पन्जाबलाई चाहिँ पनि पानी पिलाएर चाहिँ जे होस् जित्यो पन्जाबले पनि होइन त्यही कन्लीले गर्दाखेरि जितेको नत्र अरू चाहिँ अलि हार्डै थियो गेम चाहिँ जे होस् एक्साइटेड चाहिँ भयो गेम आजको गेम हेर्न चाहिँ मजा चाहिँ आयो यतिको चाहिँ हुनुपर्छ वान साइडेड गेम भयो हेरेको मजा भन्दा पनि होइन अहिले चाहिँ दुइटै टिम प्रतिस्पर्धा होस् न यो वाला चाहिँ चाहिएको कि